हेलो सबैजनालाई नमस्ते। म आज तपाईँहरूलाई एभोकाडो कसरी खाने भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु। यो एभोकाडो चाहिँ शरीरको लागि चाहिँ एकदम राम्रो हुन्छ। यसमा चाहिँ राम्रो खालको फ्याट पनि पाउँछ। यसमा भिटामिन्सहरू धेरै पाउने हुनाले चाहिँ यो एकदम राम्रो खालको फल हो। यसलाई चाहिँ बीज भागमा यसरी काटेर अनि कचरा जस्तो निस्किन्छ त्यसलाई चाहिँ मजाले चम्चाले निकाल्ने अनि त्यसपछि यसलाई चाहिँ आफ्नो स्वाद अनुसार बनाउने। मलाई चाहिँ यतिकै खानालाई चाहिँ अलिकति मिठो नभएको हुनाले चाहिँ मैले प्याजलाई चाहिँ मसिनो गरेर काटेको छु र त्यो प्याजलाई काटेर मिसाएको छु। त्यसपछि अलिकति लेमनलाई चाहिँ निचर्ने, यसले चाहिँ अलिकति स्वाद बढाउँछ। त्यसपछि अलिकति नुन राख्ने, नुन राख्यो भने चाहिँ अलिकति बढी टेस्टी हुन्छ र यसलाई चाहिँ राम्रोसँग मिचम्याच गरेर बनाउने, मसिनो गर्ने र त्यो गरिसकेपछि चाहिँ यो खानालाई रेडी भएको छ। यो चाहिँ सुक्खा रोटीहरूसँग ब्रेडहरूसँग राखेर चाहिँ खाना एकदम मिठो हुन्छ। तर म चाहिँ आज यसलाई चाहिँ त्यतिकै सुक्खा एभोकाडो मात्र बनाएको छु किनभने यो यतिकै पनि मिठो भइसकेको छ। यसमा प्याज र लेमनले गर्दाखेरि चाहिँ नुनको स्वादले गर्दा चाहिँ एकदम मिठो भएको छ। तपाईँहरू पनि यसरी नै खानुहोला। धन्यवाद।